यसलाई विवेक भन्छ। मान्यज्यूहरू, मन्त्रीज्यूहरू, यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, भाषा मेरो अशिष्ट भएछ भने म क्षमा माग्न चाहन्छु। तर एउटा कुरा तपाईँहरूलाई सम्मानजनक ढङ्गले म भन्न चाहन्छु, तपाईँहरूको हृदय छ कि छैन? नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईँहरू देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुन्डभित्रको तपाईँहरू चाहिँ जो मन्त्री हो? अनि तपाईँहरू मन्त्री बनिरहँदाखेरि अनि तपाईँहरू एक्लै चुनाव जितेर आएर बन्नुभएको, त्यसो भए गठबन्धनको आवश्यकता किन? अनि काङ्ग्रेस एमालेका साथीहरूलाई, मन्त्री हुनु भइसकेका साथीहरूलाई अझ म भन्न चाहन्छु, अब यो 4-5वटा क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोटाले पुग्ने भयो त? तपाईँहरूले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ? यो एउटा गम्भीर विषय हो, यो एउटा मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई। र मलाई के लाग्छ भने हामी मिलेपछि नहुने भन्ने केही पनि छैन। यो बजेट अहिले तत्काल तपाईँहरूले संशोधन गर्नुपर्छ, समन्वयिक हुनुपर्छ बजेट। यो राज्य सत्तालाई हातमा लिएर राज्य सत्तामा बसेर पावरको अभिमान देखाएर अनि नागरिकलाई लिगल वेबाट नागरिक लुट्न पाइँदैन, किनभने कर नेपालका सबै नागरिकले बराबरी तिरेको छ। हाम्रा क्षेत्रका नागरिकले, तपाईँका क्षेत्रका नागरिकले, झापाका नागरिकले, मोरङका या सुदूरपश्चिम या सुदूरपूर्वका नागरिकहरूले तिरेको करको प्रतिशत एउटै हो। हेकारोस् यहाँहरूलाई म स्मरण गर्न चाहन्छु, हाम्रा गाउँमा चिसाङका डिलमा बसेर, डाँसखोलामा बसेर गिटी कुट्नेहरूले एक बोरा बेचेको गिटीमा पनि तपाईँले कर लगाउनु भएको छ। किसानले उत्पादन गरेको कृषि उत्पादनमा समेत तपाईँले कर लगाउनु भएको छ। अनि बजेट भकारीको चाबी तपाईँको हातमा दिइसकेपछि तपाईँले लगेर आफ्ना क्षेत्रहरूमा मात्रै, नेताहरूका क्षेत्रहरूमा मात्रै हाल्ने, योभन्दा दुर्भाग्यपूर्ण के हुन सक्छ नेपालको इतिहासमा? त्यसकारणले कस्तो नेता बन्ने तपाईँहरू? एउटा झुन्डभित्रको, फेरि रिपिट गर्न चाहन्छु म, एउटा झुन्डभित्रको एउटा सीमित मान्छेहरूको हृदय जित्ने गरी आफ्नो चुनाव क्षेत्रलाई केन्द्रित गरेर भोलिपल्ट हामी चुनाव जित्यौँ अरू सबै हारुन् भन्ने हिसाबले मात्रै बन्ने, या होल नेपालभित्र भएका नागरिकहरू चाहे स्वदेशमा हुन् या विदेशमा हुन्, त्यो बच्चादेखि वृद्धसम्म हाम्रा बाबुआमा हुन्, हाम्रा नागरिक हुन् भन्ने तपाईँले सोच्ने कि नसोच्ने? अशोकाको पालामा, राजा अशोकाको पालामा धर्मराजा भनेर अशोका कहलाइनु भयो। त्यो धर्मराजा हुने क्राइटेरिया मध्ये प्रमुख एउटा क्राइटेरिया के थियो भने सबै नागरिकलाई आफ्ना परिवारका सदस्य तपाईँले हेर्ने, कुनै पनि शासकले हेर्ने, हरेक नागरिक आफ्ना परिवारका आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनीहरू जस्तै हुन् भन्ने कुरा त आजभन्दा 2400-2300 वर्ष अगाडि इस्टाब्लिस भएको हाम्रो चाहिँ थ्योरी हो। अनि आज तपाईँहरूले सत्तामा बस्ने बित्तिकै यस्तो निर्ममतापूर्वक अनि दिन दहाडै अनेस्टली भन्दाखेरि तपाईँहरू सर्ट प्यान्ट त लाउनु भएको छ तर निर्लज्ज हुनुहुन्छ। तपाईँहरू भकारीको सबै पैसा लगेर अर्कोतिर हाल्ने, आफूतिर हाल्ने, अनि बाँकी रहेको जम्मै सांसद याद गर्नुहोस्, भोटको आधारमा यदि मूल्याङ्कन हुने हो भने कान्छाराम तामाङजीले भने जस्तै यो मुलुकको 50,000 मान्छेले मत दिएर आएको मान्छे, म सुनिल शर्मा मोरस्टमा बोल्दैछु, र प्रत्येक हाम्रो अगाडि बस्नुभएको सांसदहरू, हरेक सांसदहरूले कमसे कम 40,000 देखि 50,000 मत लिएर आउनुभएको छ। र हामी बोलिरहेको एउटा व्यक्ति होइन, लाखौँको सङ्ख्यामा मत लिएर आएका साथीभाइहरू आज विवश हुनुहुन्छ। अनि तपाईँहरू सुन्नुहुन्छ, यहाँबाट फर्किनुहुन्छ, झोला बोक्नुहुन्छ, अनि भन्नुहुन्छ हाम्रा क्षेत्रमा ल्याइहाल्यो, 131वटा मेरामा हालेको छ, फलानामा हालेको छ, अरूको जेसुकै होस्। तर हेर्नुहोस्, एक दिन यो मरेर जाने जिन्दगी हो, हिसाब हुनेवाला छ उपरमा। आज तपाईँले गर्नुभएको पाप र धर्मको एक दिन हिसाब हुन्छ। जनताको गाउँबाट पसिना गरेर पठाएको पैसा, पाई गरेर पठाएको कर तपाईँका भकारीमा आइसके पछाडि तपाईँले अघोषित रूपमा, म यसलाई अघोषित रूपमा भन्दैछु, लुट्नु भएको छ। यसरी पाइँदैन लुट्न। यो अघोषित रूपमा लिगल अथवा सत्तालाई, कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो।